साथीहरु नमस्ते, स्वागत छ तपाईहरुलाई गोवाको एउटा फेमस सिटी भास्को डी गामा सिटी अर्थात भास्को पनि भनिन्छ यसलाई। स्वागत छ तपाईहरुलाई एउटा अर्को भ्लगमा गोवाको भास्को शहरबाट। आज म बिहान लगभग 5-6 बजेतिर भास्को शहर गोवाको भास्को सिटीमा पुगेको थिएँ अनि एकछिन यताउता घुम्न गएँ। त्यसपछि रुम लिएर अनि डोर्मेट्री वाला रुम लगेर बसेको छु अनि रुमबाट अहिले फ्रेश भएर मजाले अहिले घुम्न निस्किदै छु। यहाँको एकदमै फेमस जापानिज गार्डन र मुर्गोवा पोर्ट भन्ने छ यहाँको एकदमै फेमस। त्यहाँ जाँदैछु, यहाँनिर अहिले बस आउँछ हैन, बसको लागि वेटिङ गरिरहेको छु। नजिकै थियो मेरो होस्टल अनि त्यहाँबाट अहिले फ्रेश भएर जाँदैछु मुर्गोवा पोर्ट भन्ने। त्यसपछि अनि बेलुकाको समयमा बीचतिर पनि जानेछौँ। अहिले दिउँसोको ठ्याक्क 12 बजेको छ, 12 बजेतिर निस्किएको छु म घुम्नलाई। एकदम सडक्क घाम लागेको छ है। अनि यहाँनिर बसको वेट गरिरहेको छु। जापानिज गार्डनसम्म बस जान्छ, त्यहाँबाट मुर्गोवा पोर्ट भन्ने त्यहाँबाट हिँडेर जानुपर्छ। नजिकै हो त्यो दुईटा ठाउँ अहिले एक्सप्लोर गर्नेछु। बीच हेर्नलाई स्पेसल्ली म यहाँ आउनुको मेन रिजन भनेको बीच हेर्नलाई गोवा आइपुगेको छु। समुद्र अहिलेसम्म देखेको छैन। यो भास्को डी गामा भनेको पोर्चुगलिस्ट भास्को डी गामाले भारतलाई 1498 मा पत्ता लगाउनु भएको थियो। उहाँकै नामबाट यो सहरको नाम भास्को डी गामा अर्थात भास्को राखिएको हो। रेलवे स्टेसनको नाम पनि भास्को डी गामा रेलवे स्टेसन भनेर राखिएको छ। बाँकीका इतिहासका कुराहरू थोरै भए पनि तपाईहरुलाई भन्ने छु, हिस्ट्रीका कुराहरू है त। बसको वेट गरिरहेको छु, बाँकी कुरा उतै गएर गरौँला है त। साथीहरु धेरै बेरसम्म बसलाई कुरे हैन, लगभग 15 देखि 20 मिनेटसम्म कुरिसके बसलाई। बसै आएन, 2-3टा बस आए तर सोधेको है त्यो जाँदैन भन्नुभयो। त्यही भएर यहाँबाट लगभग 3 किलोमिटर मात्रै छ। अब धेरै टाइम वेस्ट नगरेर अब हिँड्दै जाऊँ भनेर है। अब हिँड्दै उताको सिनहरू यताउता हेर्दै वरपरको अब गाडीमा भन्दा नि हिँड्दै मजा आउँछ, तर यस्तो गर्मी छ नहिँडौँ भनेर मात्रै हो। अब हिँड्दै जानुपर्ने हो, गाडी नै आएन। अब हिँड्दै गइरहेको छु म्याप हेर्दै सर र लगभग 30-35 मिनटको वाक छ होइन। त्यही हो, 37 मिनट कि कति देखाइरहेछ, लगभग 2.8 कि कति थियो यस्तै किलोमिटर। हिँड्दै जान्छु है त, हिँड्दै तपाईहरुलाई सबै भ्यूहरु देखाउछु है त। यो बाटोमा त म बिहान यतिकै घुम्न निस्केको थिएँ, त्यति बेला आएको थिएँ म। ठ्याक्क यो बाटो अगाडि छ, यो दामी ब्रिज यहाँनिरबाटै गएको थिएँ म। त्यो बैना ब्रिज भन्ने ठाउँ ठ्याक्क यस्तै घुम्दै घुम्दै गएको थिएँ नि, त्यति बेला त्यहीँ गएको थिएँ। त्यहाँबाट चाहिँ अब यता माथितिर जानुपर्ने रहेछ। अहिले म्यापमा हेरेको ठ्याक्क यो पुल क्रस गरेपछि अलिकति उताबाट यता माथितिर जाने बाटो छ। यहाँबाट एकदम चर्को घाम छ, म मात्रै हिँडिरहेको छु, अरू कोही पनि हिँडिराख्नु भएको छैन। यस्तो त पुरै हरियाली चाहिँ एकदम टकाटक खतरै छ क्या हरियाली। यहाँनिरको यो रेलवे